भयो ल लसु फ्याबुला देश विदेशदेखि हेरिरहनु भएका सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा म अर्गानिक टी हब धादिङ बिसी सिरन बजारको तर्फबाट र स्पेसली म व्यक्तिगत आशिष लामाको तर्फबाट चाहिँ सम्पूर्णमा है साथीहरू यतिखेर चाहिँ मैले सधैँ तपाईँहरूले भनिरहेको हुन्छु होइन, तर वागाको विषयमा होइन, वागा कहाँ रहेछ यो जो कि धादिङ जिल्ला नेतरवती डब्चोङ गाउँपालिका र नुवाकोट जिल्लाको चाहिँ मेगाङ गाउँपालिकाको बिचमा पर्ने सङ्गम स्थल, जुन एउटा पर्यटक स्थल होइन, पर्यटक स्थल जहाँ चाहिँ अहिले जो भगवान् बुद्धको मूर्ति चाहिँ यस्तो ठाउँमा बनाउँदैछ साथीहरू, पारामा चाहिँ ढुङ्गा खोपेर बनाउँदैछ, हामीतिर हेरेर चाहिँ मजाले सुतिरहेको होइन। त्यो ठाउँमा चाहिँ मैले आज धेरै दिनदेखि आउन कोसिस गरिरहेको थिएँ। आज मैले बिहान पनि भिडियो हालेको थियो होइन, पानी परोस् असिना परोस् गोर्खाली हो, हामी कसैसँग डराउँदैन, पक्का जाने भनेको थियो बिहान। म अहिले आइपुगेको छु। यहाँ चाहिँ हाम्रो भाइसँग सन्तोष होइन, प्रितम तामाङ भाइ जो कि देउरालीको हुनुहुन्छ, उहाँ नुवाकोट देउरालीदेखि उहाँहरू यहाँ पिकनिकको लागि आउनु भएको रहेछ। उहाँसँग भेटघाट भयो, हामीसँग अलिकति बातचित हुँदाखेरि चाहिँ मैले भने यहाँनिर चाहिँ आफ्नो ठाउँमा चाहिँ यस्तो चिज हुनु पऱ्यो, हामीले चाहिँ जे गरे पनि जुन बजारमा नपाउने चिज चाहिँ स्पेसली हामीले बनाउनु पऱ्यो, बनाएर पनि दिनु पऱ्यो मान्छेहरूले, ताकि यहाँसम्म आउनको लागि चाहिँ केही स्पेसल हुनु पऱ्यो। त्यो चिजको लागि चाहिँ अरू ठाउँमा पाउँदैन, यहीँ जानु पऱ्यो खानको लागि भनेर यस्तो यस्तो कुराहरू गर्दै गर्दै चाहिँ भाइले चाहिँ एउटा स्पेसली मेरो तर्फबाट दाइलाई चाहिँ एउटा सानो कोसीले भनेर चाहिँ भाइले दिँदै हुनुहुन्छ होइन। ल थ्याङ्क यू सो मच भाइ। यो चाहिँ के होला ल भन्नुहोस्। यो अर्ग्यानिक अमला गाउँघरमा फलेको। हजुर, यो कुटेर सुकाउनु पर्छ। हजुर, कुटेर सुकाएर यो पुरै राम्रोसँग सुकिसकेपछि चाहिँ घाममा राखेर सुकिसकेपछि त्यसपछि मनतातो पानी उम्लेको पानीमा राख्ने। अब चिया बनाएर मन लाग्यो भने चिया बनाएर पिउने, अथवा तातो पानीमा त्यो चिनी मन नपर्नेले मनतातो पानीमा राखेर 5-10 मिनट राखेर कलर आउँछ, त्यो कलर मजाले पिउनु। अनि यसकोमा भएको त्यो कुटेर सुकाएको त्यसलाई पनि प्रयोग गर्न मिल्छ, खान मिल्छ। हजुर हजुर, फाइदा पनि धेरै होला भनेपछि त्यसको होइन प्राप्त। अब समयमा फलेको चिज भुइँमा जानुभन्दा बरु यसरी कुटेर सदुपयोग गर्नु नै हाम्रो एकदम महत्त्वपूर्ण र ठुलो भूमिका हो भन्ने एकदम। ल साथीहरू होइन, मलाई चाहिँ एकदमै खुसी लाग्यो साथीहरू। मलाई अब यस्तै हुन्छ नि, हिँड्दै गर्दाखेरि आफू जस्तो छ त्यस्तै मान्छे भेटिन्छ भन्छ कि। अब मलाई लागिरहेको थियो म गाउँबाट माथि लाग्दाखेरि आज कोही पनि छैन होला भनिरहेको, जुन यहाँको ठ्याक्कै अब हेर्दै घुम्दै आउँदाखेरि भाइसँग भेट भयो, मै जस्तो रहेछ कि। उहाँलाई पनि आफ्नै ठाउँको चाहिँ एकदम माया लाग्ने रहेछ होइन। यो चिज यस्तो चिज हो साथीहरू होइन, तपाईँको औषधिको काम गर्छ क्या, यो अर्ग्यानिक हो नि त, यो नेचुरली, यो कुनै अब मिसिनले पिसेको पनि होइन होइन, कहीँ पिसेको पनि होइन, एकदम हातले कुटेर सुकाएको हो छायामा। हेर्नुहोस् अब तपाईँहरूलाई म देखाउँदैछु साथीहरू, अमला हो यो होइन, अमला यो एउटा खाएर हेर्छु होइन, दामी। ल हेर्नु साथीहरू, आम्मामा दामी साथीहरू। ल भाइले चाहिँ यस्तो चिज दियो साथीहरू, मलाई यस्तो लाग्यो सुनभन्दा कुनै कमी छैन साथीहरू। सुन त लगाउने मात्रै हो, देखाउने मात्रै हो, देखावटी हुन्छ, तर यो खाएपछि के हुन्छ भने मेरो शरीरलाई नै सुन बचाउँछ नि त शरीरलाई। यो सुन लगाएर म बचाउँदैन त, मेरो ग्यास्ट्रिक ठिक हुन्छ हुँदैन नि, डाइजेसन ठिक हुन्छ हुँदैन, तर यो खाएपछि हुन्छ। सुन भन्दिनँ महँगो चिज जस्तो लाग्यो, अत्यन्तै खुसी लाग्यो साथीहरू आज भाइसँग भेटेर। ल तपाईँले यस्तै गर्दै गर्नु, आफ्नै ठाउँको चिजहरूले खेर जान नदिनु, किनकि हाम्रो जङ्गलमा चाहिँ अंसिलोदेखि लिएर होइन, कफलदेखि लिएर च्युतुरो सुतो, यो जङ्गलमा सबै कुरा चाहिँ खाने कुरा मात्रै छ यहाँ। यो चिजहरूलाई जति सक्छ तपाईँले प्रयोग गर्नुहोस्। हामी कन्ट्याक्टमा राखौँ, कुरा गर्दै गरौँला होइन। मैले नै अर्ग्यानिक चिया जो कि हामीले 20वटा जडीबुटी हालेर चिया बनाउँछ भाइ होइन। हजुर, त्यो अब यतैबाट लान्छौँ हामीले, आफ्नै ठाउँको अर्ग्यानिक जुन नेचुरल यहाँनिर भएको यो जडीबुटीहरू चाहिँ कट्ठा गरेर चाहिँ हामीले पकाएर चिया दिन्छौँ। त्यो सेवा दिनलाई चाहिँ हामीले अब यो वाका कपमा पनि ल्याउँदैछु होइन। धेरै साथीहरूले चाहिँ डिमान्ड गरेको छ, ल तपाईँले ल्याउनै पर्छ, हामी धादिङ बेसी आउन पाएको छैन भनेर चाहिँ हामी यहाँ ठाउँ पनि हेर्न आएको। त्यसैले चाहिँ आउने क्रममा चाहिँ भाइले यो दियो, मलाई एकदम खुसी लाग्यो भाइ है। यसरी चाहिँ तपाईँले अब हामीले विदेश खोज्ने होइन, विदेश गए पनि हामी सिक्नको लागि जाने हो, त्यो सिपलाई लिएर आफ्नो ठाउँमा चाहिँ प्रयोग गर्ने, हामीले युटिलाइज गर्ने हो होइन। धेरै छ यहाँ, धेरै यो जङ्गलभरि पुरा यो ढुङ्गाले पैसा पाउँछ, माटोले पैसा पाउँछ, नेपालमा यो हरापरा हरेक चिजले पैसा पाउँछ, नेपालमा पैसा, तर हामीले त्यसलाई चाहिँ युटिलाइज गर्न जानु पऱ्यो, गर्नु पऱ्यो, काम गर्नु पऱ्यो। मैले अघि पनि एउटा लाइभ हालेको थिएँ नि, म विदेशमा गएर अमेरिका जान पाएँ, म के अरे टोइलेट पनि सफा गर्छु, तर त्यो होइन साथी, त्यो टोइलेट पहिला घरमा सफा गर्ने र बल्ल त्यहाँ गएर सफा गर्न सक्छ होइन। तर त्यो चिज होइन, बाहिर सिक्ने विदेशीहरू नेपालमा किन आउँछ, विदेशी नेपालमा सिक्छ, त्यहाँबाट आफ्नो ठाउँमा गएर तिनीहरूले चाहिँ आफ्नो दिमाग लगाउँछ, यहाँ सिकेको चाहिँ उतातिर तिनीहरूले प्रयोग गर्छ, तिनीहरूले युटिलाइज गर्छ। अब हामीले बाहिर सिक्ने, आफ्नो ठाउँमा आएर चाहिँ हामीले युटिलाइज गर्ने, आफ्नो ठाउँलाई विकास गर्ने। काम गरेपछि विकास हुन्छ, पैसा आउँछ, त्यत्तिकै मैले अब यो देशले पनि विकास गरेन,
अब पैसा पनि आएन, काम नगरिकन केही पनि आउँदैन, काम गर्ने मान्छेले पक्कै पनि आउँछ भन्ने मलाई लाग्छ। अब भाइले पनि मैले यसो विचार गर्दा भाइले आफ्नो देशको आफ्नो ठाउँको एकदम माया लाग्दो रहेछ। यो हेरेर मलाई त्यस्तो लाग्यो, किनकि खेर जानु हुँदैन, त्यसैले मैले यस्तो यस्तो गरेको भन्नुभयो। त्यसैले तपाईँले त्यस्तो गर्नुहोस् र कन्ट्याक्ट बनाउनुहोस् होइन। मसँग भएको कुराहरू म तपाईँले सेयर गरौँला र कसरी के गर्ने भन्ने कुरा मसँग नै केही चिजहरू होला, त्यो तपाईँले पनि बताउँला होइन। केही चिज त्यसले चाहिँ तपाईँलाई पनि एकदम सहयोग हुनेछ र तपाईँसँग पनि म केही सेयर गरौँला। यसरी नै हामी गर्दै गरौँला, मिलाउँला, नजिक नजिकै रहेछ है। अब फेरि उहाँको काममा हामी भेटघाट गरौँला, यहाँ यसरी नै कुरो गरौँला। त्यतिखेर हाम्रो मिडिया साथीहरू नै आउँछ धेरै जस्तो है, सबैजना बसेर यसरी कुरो गरौँला, चिया पिउँला मजाले, 20वटा जडीबुटीको अर्ग्यानिक चियाको स्वादको साथमा मजाले मिठो मिठो गफ गर्दै हामी खुसी हुम्ला है। हस् तपाईँ ल, थ्याङ्क यू सो मच सर।